भाइ नाम भनिदेऊ त सर र खरायो भाइ गर्लफ्रेन्ड कतिवटा छ नि भाइको नाइ छैन आज भने आफ्नो ब्रेकअप भइसकेको सुको लाग्यो सुको के भन्छ पहिला तिनवटा थिए अहिले ब्रेकअप भइसक्यो सँग यहाँ एउटा पनि छैन भाइसँग तीनटा राम 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 अब बनाउने कि नबनाउने त अहिले एउटा ब्रेकअप भन्दा माथिको एउटा केटी चाहिँ लास्टै माया गर्छ उसले लास्टै माया गर्छ रे यतातिरको पनि कोही त्यस्तो अलिकति आँखा गएको मन गएको कोही छ नाइ अहिले यतातिर आँखा गएको मन भएको कोही छैन मैले गएको छैन तर पनि मैले यत्रो हेरेको एउटा काम के भने सोझा चाहिँ नजिस्क्याउने भनेर राम्रो चाहिँ देख्यौ यतै कोटा हुनुहुन्छ मलाई हेरिराख्नु भएको थियो कि यतै कोटा हुनुहुन्छ ल धेरै धेरै धन्यवाद भाइ बिचरा टाढादेखि आउनु भएको छ को हो यो भाइलाई हेर्ने एकचोटि जसरी पनि भाइ जान्छ ढिलो हुन्छ फेरि जसरी पनि भाइलाई चाहिँ अगाडि सम्पर्क गर्नु होला है उहाँ ढिलो हुन्छ भाइ नम्बर माग्ने नमाग्ने नम्बर चाहिँ नमाग्ने किन त तर घरमा मम्मीहरूले बाबा मम्मीहरू थापाउनुहुन्छ पिट्नुहुन्छ बाबा मम्मीहरू तैँले केटीसँग नबोल भन्नुहुन्छ बाबा मम्मीहरूले तर मैले केटीहरूको लागि उनीहरूलाई राम्रो जिन्दगी बनाइदिन्छु दाइ भाउजू जस्तो बनाइदिन्छु भनेर मेरो कोसिस सबै कुरा सोचिरहेको थिएँ तर केटीहरू आएर बिचमा आएर गयो तर मैले केही फरक छैन मेरै लागि गर्दैछु अब बिहा गर्ने हो त त्यो केटीसँग पछि हुन्छ पछि जोसँग पनि हुनसक्छ पछि जोसँग पनि हुनसक्छ अरे अब म ढिला नगरिकन भाइको नृत्य हेर्छौँ र यदि कोही कसैलाई आफ्नो नृत्य प्रस्तुत गर्न मन छ भने कृपया हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नु होला किनभने हामी यो कार्यक्रम चाहिँ यतातिरको कार्यक्रम स्टेज कार्यक्रम चाहिँ समापन गर्ने तर्खरमा छौँ यदि कोही इच्छुक हुनुहुन्छ भने प्लिज चाँडोभन्दा चाँडो सम्पर्क गर्नु होला है अहिलेको लागि भने भाइ खरायो